तर हाम्रो पार्टीको उपसभामुखमा दाबी छ, स्वाभाविक दाबी छ। त्यसो हामी कुरा गर्छौँ सबै सदनमा भएका दलहरूसँग हाम्रो दाबी प्रस्तुत गर्छौँ। तपाईँले अस्ति संसदमा बोलिरहँदाखेरि तपाईँहरू राष्ट्रपतिसँग जोडिन खोजेको टाँसिन लागेको जस्तो भाष चाहिँ तपाईँको कार्यकर्ताले गरेका छन् क्या। त्यो तपाईँहरू अलि सानो सानो हुँदै गरेर टाँसिन खोजेको भएको हो? होइन, किन टाँसिनु पर्यो? अहिलेको जनमत सबैले मान्नुपर्छ। अहिले जनमत राष्ट्रपाले पाएको संयमित थियो क्या तपाईँको भाषा? होइन, अहिले जनमत राष्ट्रपाले पाएको छ। राष्ट्रपा पार्टी भन्दा पनि जनताले त्यसो भने को नेता को पार्टी भन्दा जनताले अहिले राष्ट्रपालाई हेरौँ भनेको हुनाले त्यो हामीले स्वीकार्नु छ। मैले व्यक्ति नस्वीकारौँला, मेरो पार्टीले नस्वीकारला, तर जनताले स्वीकारेको कुरा हामीले मान्नुपर्छ। एउटा कुरा त्यो हामीले त्यहाँ राखेको कुनै निजी विचार होइन। अहिले चाहिँ हामी अहिलेको जनमतमा जाने, जनताले दिएको जनमत मान्दैन भन्यो भने त्यो चाहिँ लोकतान्त्रिक पद्धति मान्यता या कार्यशैली हुँदैन। पहिलो दोस्रो कुरा फेरि पहिलो दिन नै झगडा गर्नलाई 5 वर्षको लागि हामी निर्वाचित छौँ। पहिलो दिनै दुनियाँ चाहिँ गर्न पुष्टि खेल्न जरुरी छैन। बिस्तारै एजेन्डामा सरकारले राम्रो गरे समर्थन हुन्छ, राम्रो गरेन राष्ट्रियताको विषयमा, जनतन्त्रको विषयमा, जनताका दिनदिनका जनजीविका विषयमा राम्रो गरेन भने त्यसो भने हामी आलोचनात्मक रूपले रचनात्मक प्रतिपक्षमा भूमिका खेल्छौँ भने त्यो पर्याप्त होइन र आलोचनात्मक ढङ्गले हुन्छौँ हामी। त्यसै गरी रचनात्मक प्रतिपक्ष हुन्छौँ भन्नुको अर्थ नै सरकारलाई हामी खबरदारी गर्छौँ भने त्यसको तासिने कुरै हुँदैन। जनताले नतासिने भनेर त प्रतिपक्ष दियो, तासिने भए त त्यस्तै खालको हङ पार्लियामेन्ट हुन्थ्यो। कोही तासिन्थ्यो होला, कोही कता हुन्थ्यो होला, कोही नतासिएला। त्यसो भएर अहिले जनताले एब्सोल्युट 5 वर्षलाई राष्ट्रपालाई मान्ने दिएको, त्यो मान्नुपर्छ। राष्ट्रपाले देशको नेतृत्व गर्नुपर्छ। तर उसले मैले यो पनि भनेको छु नि, विगतमा हामीले पनि बहुमत पायौँ, हामीले त्यसअनुसार न्याय गर्न सकेन, हाम्रा सीमा कमजोरी देख्यो। त्यसो नगर्नुहोस्, 5 वर्षलाई जनतालाई देशलाई न्याय गर्नुहोस्। हामीले जहाँ जहाँ कमजोरी गर्नुहुन्छ हामी खबरदारी गर्छौँ भनेका छौँ। त्यो नै अहिले भूमिका जनताले दिएको हो नि त। भूमिका जे दिएको छ जनताले त्यही बोल्ने हो। मेरो व्यक्तिगत रुचिको विषय हो।